दाजुभाइ दिदीबहिनीहरू नमस्कार। म तपाईँहरूलाई असाध्यै छोटकरीमा यो रासपा घन्टी पार्टी भने कस्तो पार्टी हो बताउन म गइरहेको छु। तपाईँहरूको सहमति असहमतिहरू हुन सक्छन्। हो जस्तो लाग्यो हो भन्नुहोस्, होइन जस्तो लाग्यो भने आलोचनालाई पनि स्वागत छ। कसैलाई चाहिँ गाली गलौज गर्न मन लागेछ भने पनि सामाजिक सञ्जाल हो, रोक्न सकिँदैन। ल मैले विषयवस्तु सुरु गरेँ। रासपा भन्ने चाहिने पार्टी जो घन्टी जसरी चाहिने उधारो आयो केही वर्ष यता, यो चाहिने लोकतान्त्रिक आवरणको फाँसीवादी पार्टी हो। आजको दिनसम्म आउँदाखेरि यो सिद्ध भइसकेको छ। मैले लोकतान्त्रिक आवरण किन भनेको छु भन्दाखेरि भने यो चाहिँ निर्वाचन आयोगमा पार्टी दर्ता गर्ने, आवधिक निर्वाचनमा भाग लिने यी प्रक्रियाहरू चाहिँ हुँदै यो आउँछ। तर सत्तामा आइसकेपछि यसले सबैलाई निषेध गर्ने, विरोधी स्वरहरूलाई दबाउने हैन र चाहिने बिस्तारै चाहिने यो शासन सत्तामाथि सैनिकीकरणको चाहिने आभास दिने हैन। त्यसपछि चाहिँ जो प्रधानमन्त्री बन्छ त्यो संसदप्रति उत्तरदायी पनि छैन, त्यो आफ्नै पार्टीभन्दा पनि धेरै माथि छ, त्यो निर्वाचन क्षेत्रप्रति उत्तरदायी पनि छैन। त्यसले आफूलाई सर्वेसर्वा सम्झन्छ र चाहिने उसका विरोधमा आलोचनामा आएका स्वरहरूमाथि चाहिँ निर्मम दमन गर्छ र यस्तो किसिमको यो चाहिने फाँसीवादी चरित्र चाहिने रासपाले देखाइसकेको छ। त्यसकारणले यो लोकतान्त्रिक आवरणको फाँसीवादी पार्टी हो। अर्को यो के हो त भन्दाखेरि पनि संघीयता विरोधी पार्टी हो। संघीयता विरोधी पार्टी हो। यसले संघीयता चाहँदैन, प्रदेशहरू चाहिँ यसले खारेज गर्न चाहन्छ। तर चुनावको बेलामा बालेन शाहले चाहिँ मधेसमा गएर संघीयताको पक्षधर हुँ भनिसकेपछि अब मधेसबाट चाहिने मधेसका छौरा र संघीयताको पनि पक्षधर रहेछ भनेर मधेसीहरूले भोटको ओइरो गरे हो। र चाहिँ बालेन शाहलाई स्थापित गराउन मधेसको पनि अहिले ठुलो योगदान छ। तर यसले चाहिने अन्तत्व गत्ता तिनै मधेस संघीयता प्रेमीहरू र अन्य सुदूरपश्चिम कर्णाली, त्यसपछि नेपालको पूर्व अनि जति पनि चाहिने संघीयता चाहिने प्रेमीहरू छन् तिनीहरूमाथि चाहिँ यसले लात हान्दैछ, धोका दिँदैछ। अब फेरि नेपालमा पनि संघीयता विरोधी पक्ष पनि छ नेपालमा हैन, त्यो नभएको होइन। हिजैदेखि चाहिँ संविधान 2072 को लागू हुनेदेखि नै घोषणा गर्ने समयदेखि नै संघीयता विरोधीहरू अथवा संघीयता हुनु हुँदैन नेपालमा अभाव सिद्ध छ भनेर लाग्ने समुदाय राजनीतिक पार्टीहरू पनि छन्। अब उनीहरूलाई त अब अलिकति यो विषयले रमाइलै लाग्यो होला, तर बहुसंख्यक संघीयता प्रेमीहरूलाई चाहिँ यो विषयवस्तु रमाइलो लागेको छैन। र नेपालमा चाहिँ कुरा के छ त भन्दाखेरि पनि संघीयता पनि ठिक ढङ्गले प्र्याक्टिस चाहिँ भइरहेको छैन। नेपालको जुन यो संघीयता छ यसको मोडालिटी चाहिँ ठिक छैन। यो बारेमा पछि छुट्टै कुरा गरौँला। र यसले चाहिँ के हो त भन्दा यो संघीयता विरोधी पार्टी हो। अर्को कुरा, रासपा चाहिँ हिन्दूवादी पार्टी पनि होइन, यो राजावादी पार्टी पनि होइन। तर यसले बेला बेलामा चाहिने जनतालाई चाहिँ भड्काउनको निम्ति, जनताको मत लिनको निम्ति हिन्दूवादी भए जस्तो ढोङ, राजावादी भए जस्तो ढोङ पनि यसले नगरे होइन। निर्वाचनको ताका पनि यसले यो गरेकै हो, जसले गर्दाखेरि धेरै हिन्दू सापेक्ष हुनुपर्छ भन्ने मानिसहरू र राजावादीहरू पनि प्रभावित भएर चाहिँ रासपा घन्टीलाई भोट हाले। यो त लिङदेलले पनि चितवन गरेर प्रष्टै पारिसके। अब यो चाहिँ कुन पार्टी हो त? यसले भन्छ न हामी राइट हो, न लेफ्ट हो, न सेन्टर हो, यसका कुरा सुनिन्छन्। यो वास्तवमा नव उदारवादी पार्टी हो। यो समाजवादी पार्टी पनि होइन, यो प्रोग्रेसिभ पुँजीवादी पार्टी पनि होइन। यो नव उदारवादी पार्टी हो र नव उदारवादको अहिलेको नयाँ भेरिएन्ट क्रोनिक क्यापिटलिस्ट हो। यो आसेपासे पुँजीवाद भन्छ। पुँजीवादभित्र चाहिने एउटा चाहिने सानो समूह खडा गर्ने र चाहिने हाम्रो जस्तो देशको निम्ति 2-4 जना चाहिने बहुराष्ट्रिय कम्पनीसित सम्बन्ध भएका चाहिने दलाल पुँजीपतिहरूको नेतृत्वमा यो पुरै अर्थतन्त्रलाई कब्जा गर्ने र देशभित्र चाहिने बहुराष्ट्रिय कम्पनीहरूलाई यहाँको नेचुरल रिसोर्सहरूलाई लुट्नको निम्ति, सस्तो श्रमलाई प्रयोग गर्नको निम्ति हाम्रो आफ्नो हित र आफ्नो देशको प्रफिटलाई ख्याल नगरिकन उनीहरूलाई रेड कार्पेट बिछ्याउने यो नव उदारवादी यो नीति नै रासपाको नीति हो। र यिनीहरू अहिले क्रोनिक क्यापिटलिस्ट नै हुन् र यिनीहरू यो देशको गरिब, सुकुम्बासी, सर्वहारा, दलित वर्ग, मजदुरहरूको पक्षमा छैनन्, छँदै छैनन् हैन। यो कुरा चाहिँ अलिकति विशेष ख्याल राख्नु होला। त्यसकारणले यो चाहिँ के हो त भन्दा नवधनाढ्यहरूको, नवधनाढ्य वर्ग, देशको एलिट वर्ग र नयाँ हुर्कौला क्यारियरवादीहरू छन् नि, जसले आफ्नो क्यारियरको बढी चिन्ता गर्छन्, अवसरको चिन्ता गर्छन्, मान्छेहरू भौतारिएका छन् युवाहरू हैन। यो उनीहरू
चाहिने बढी संलग्न छन् यसमा क्यारियरवादीहरू। र यसभित्र चाहिँ के छ भने चरित्र र सांस्कृतिक स्वरूपलाई हेर्ने हो भने एकदम क्यारियरवादीहरू, घृणा र नफरतमा रमाउनेहरू र आक्रोश र निराशाको सङ्गम, यो किसिमको चाहिँ चारित्रिक विशेषताबाट यो रासपा चाहिँ अगाडि बढिरहेको छ। र यसलाई हाँक्नको निम्ति योसँग कुनै दीर्घकालीन वैचारिकी छैन, होइन। अब के छ भने हामी यो समाजवाद, पुँजीवाद, जनवाद भनेर हामी बहस गर्ने होइन, हामी त चाहिँ फरवार्ड विकासवादी पार्टी हो भनेर यसले जो भनिरहेछ, यो चाहिँ के छ भने नवयुवाहरूलाई दिएको भ्रम हो, होइन। जब यहाँ मान्छेहरू विचार र दर्शन सिद्धान्तको बारेमा चासो गर्दैनन्, त्यो अध्ययन गर्ने मान्छेहरूलाई मन छैन, होइन, मान्छे हाहा र हुहु गरेर चाहिँ एउटा उसमा दौडिरहेछन् भने विचार र दर्शन सिद्धान्तको ख्याल नभएका, त्यसको अध्ययन र अनुसन्धान गर्ने बानी नपरेका अहिलेका बहुसङ्ख्यक युवा चाहिँ पुस्तालाई भड्काउनको निम्ति हामी चाहिँ विकासवादी पार्टी हो, फरवार्ड पार्टी हो भन्ने ढङ्गको कुराहरू यिनीहरू ल्याइरहेछन्। प्रधानमन्त्री समयले अब ब्रेक नभएको एकदम हाई स्पिडमा चल्ने, पुरै हाइवेमा वान वेमा चल्ने गाडी हो भनेका छन्। अब यो किसिमको चाहिने एउटा चाहिने रोमान्टिजम भनौँ यसो, भोलि दुर्घटनामा पुर्याउन सक्ने रोमान्टिजममा पनि यो पार्टी छ। र यो मैले चाहिँ यो पार्टीको चरित्रको बारेमा चाहिने मैले भने। र अर्को कुरो के हो त भन्दाखेरि भने यो पार्टी कहाँबाट उदायो, यसको नाभि कहाँ हो भन्दाखेरि भने यसको नाभि हेर्दाखेरि चाहिँ यो बहुसङ्ख्यक नेपालबाट विदेश गएका मानिसहरूको चाहिने आधार भएर बनेको छ, एउटा एनआरएनहरूको आधारबाट बनेको छ। दोस्रो अमेरिकन युथ काउन्सिल, युरोपियन युनियनहरू जस्ता क्लबहरूबाट बनेको छ। तेस्रो बारबारा फाउन्डेसन, हामी नेपाली, होइन, फ्री तिब्बत स्टुडेन्ट फोरम जस्ता विवादास्पद चाहिने आइएनजिओ र एनजिओबाट चाहिने यो उदाएको छ। त्यस कारणले रासपाको नाभि नेपाली मन प्राण छैन, होइन। हुन त यिनीहरू नेपाली नै हुन्, नेपाली मन प्राण नभएको विदेशीहरूले चाहिँ लगानी गरेर हुर्काइएको त्यो नर्सरीबाट उत्पादित भएका चाहिने यिनीहरू नेतृत्व र कार्यकर्ताहरू यिनीहरू हुन्। त्यसकारणले एकतर्फ यिनीहरूको वैचारिक छैन, यसतर्फ उनीहरूको नाभि गएर त्यहाँ जोडिएको छ, अर्कोतर्फ देशभित्र घृणा, आक्रोश र चाहिने एउटा चाहिँ निराशाको चाहिने एउटा व्यापार चाहिँमा यो चाहिँ रुमलिएको छ। त्यसकारणले यसको दीर्घकालीन राजनीतिक आयु धेरै छैन। तपाईँहरूलाई यसको चित्त बुझ्ला नबुझ्ला, बुझ्ला भने हो भन्नुहोस्, नभए होइन भन्नुहोस्। यत्तिकैमा म आफ्नो भनाइ टुङ्ग्याउँछु। हस्त, धन्यवाद।